बेलायत जस्तो शक्तिशाली देश पनि सुरक्षित छैन रे। के साँच्चै त्यहाँ खतरा बढ्दैछ? बेलायतका पूर्व नाटो प्रमुख लर्ड जर्ज रोबर्टसनले ठूलो चेतावनी दिएका छन्। उनका अनुसार बेलायतको सुरक्षा अहिले गम्भीर खतरामा छ। उनी भन्छन् देश युद्धका लागि तयार छैन, सुरक्षा कमजोर हुँदै गएको छ। नेताहरूले खतरा व्यवस्था गरिरहेका छन्। उनले अझै भने हामीमाथि आक्रमण भइरहेको छ तर हामी सुरक्षित छैनौं। अर्कोतर्फ बेलायत सरकारले भने रक्षा खर्च बढाउने योजना बनाएको छ। सरकारले 10 वर्षमा ठूलो लगानी गर्ने बताए पनि योजना अझै ढिलाइ भइरहेको छ। विशेषज्ञहरूका अनुसार अहिलेको सेना सानो र कमजोर छ। भविष्यमा अमेरिकाले कम सहयोग गर्न सक्छ। रुस युक्रेन युद्ध र मध्य पूर्वको तनावका कारण विश्वभर सुरक्षा चुनौती बढिरहेको छ। तर बेलायतका प्रधानमन्त्रीले भने स्पष्ट भनेका छन् हामी युद्धमा तानिने छैनौं। अब प्रश्न यो छ के बेलायतले आफ्नो सुरक्षा मजबुत बनाउन सक्छ कि खतरा अझ बढ्दै जानेछ? यस्ता अपडेटका लागि लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्।